उहाँ बुवा 71 इयर्स उहाँको यदि हेर्नुभयो भने यो हड्डी र यो हड्डीको बीचको ग्याप हेर्नु र यो हड्डीको बीचको ग्याप हेर्नु कति फरक छ हैन। सो यो हड्डी घोटिएको छ, यसलाई हामीले अस्टियोआर्थराइटिस भन्छौँ। यो हड्डी घोटिएको छ। अब यसमा खास हुने हामीले गर्नुपर्ने कुरा के हो त भन्दाखेरि 71 इयर्समा यदि यो हड्डी घोटिरहेको छ भने यो खास हुने जोड्ने फेर्नुपर्ने हो, यो जोड्ने फेर्नुपर्ने हो। तर प्रब्लम के छ भन्दाखेरि उहाँ जोड्ने फेर्नेतिर जान खोज्नु भएको छैन। सो उहाँलाई इन्जेक्सन लगाउनु पर्ने मन छ। इन्जेक्सन लगाएर हेर्न मन छ। अब उहाँले चाहिँ पिआरपी ट्राई गरेर हेर्न मन छ उहाँलाई। सो पिआरपी लगाउन गइरहेको छौँ हामी। तर पिआरपीले पनि खासै असर गर्छ जस्तो मलाई लाग्दैन, किनभने यस्तो कन्डिसनमा पिआरपीले भन्दा पनि स्टेरोइडले काम गर्नुपर्ने हो हैन। तर अब एकचोटि पिआरपी ट्राई गरेर हेरौँ, भएन भने त्यसपछि विचार गरौँला। सानो सुई, नदुख्ने सुई है, सानो। एउटा छानामा सानो सुई, त्यो पज गरिकन देखाउनु ल, एकैचोटि गर्दा। बिरामी आइया गर्न थाल्यो। बस बुवा ल ल ओके। सानो सुई बुवा है, दुख्दैन? ओके। यहाँ हेर्न सक्छौँ हामीले उहाँको फ्लुइड निस्किरहेको छ है। यो युएसए गाइड पनि गर्न मिल्छ, तर युएसए गाइड गर्न हामीसँग अहिले यो सानो क्लिनिकमा युएसए नभएको कारणले गर्दाखेरि चाहिँ इट क्यान बी डन ब्लाइन्डली पनि गर्न मिल्छ। यो चाहिँ अर्थोपेडिक सर्जनहरूलाई मात्रै थाहा हुन्छ। ओके, हेर्नु त, यो फ्लुइड हो जुन उहाँको चोर्नीबाट निस्केको हो है। यो यस्तो फ्लुइड निस्केको छ। बुवा हेर्नु त कस्तो निस्केको छ बुवा है। ल एकछिन होल्ड गर। लगाउन गइरहेको छौँ उहाँलाई। बुवा यो लगाउन थालेको ल। यो पिआरपी भनेको चाहिँ हजुरको आफ्नै रगत, जिउबाट रगत तानेर चाहिँ हामी लगाउँदैछौँ ल। अब हेर्दै जाउँ कस्तो हुँदै जान्छ ल। हस्, थ्याङ्क यू।